हेलो एन्ड नमस्ते गाइज। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै ठिकै छु है। कृपया भिडियो अन्तिमसम्म हेरिरहनु होला। मन पर्यो भने चाहिँ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब हान्न चाहिँ नभुल्नु होला है। अनि आज चाहिँ हामी आएको छौँ यता माथि घुमार चोकतिर है। देख्न सक्नुहुन्छ यता चाहिँ पौवा भइहाल्यो। पौवाको डाँडा चाहिँ यो भइहाल्यो है। अनि पौवाको जङ्गल सट साँखु चाहिँ यता तलतिर छ है। उतापट्टि देखिरहेको चाहिँ भक्तपुर हो। अनि यहाँनिर चाहिँ एउटा ट्र्याक थियो। अब त्यही ट्र्याक हानौँ भनेर आएको छु म चाहिँ। आज चाहिँ एक्लै छु है फेरि। अनि साइकल पनि देख्न सक्नुहुन्छ तपाईँहरू। फ्रेम चाहिँ फेरिसकेको छ है। मेरो फ्रेम चाहिँ क्र्याक भएको थियो। अब भिडियोमा देख्नुभयो होला होइन, फ्रेमै क्र्याक भएको थियो। अनि लास्टै गाह्रो हुने यार। आज निकै दिनपछि साइकल चलाइयो। लगभग 1 हप्ता जति नै भयो साइकल नचलाएको चाहिँ होइन। काममा गइरहेको थिएँ म। लास्टै गाह्रो हुने। टी सर्टै भिज्ने क्या यो पुरै। अब यहाँबाट चाहिँ जानुपर्ने हुन्छ हामी। बवाल हान्नु पर्ने हुन्छ आज चाहिँ। त्यही हो साथी हो। किप वाचिङ हेर्दै गरौँ है। एकछिनपछि भेट्नु पर्ने हुन्छ है त। ल साथी हो, हामी चाहिँ ठ्याक्कै घुमार चोकको होइन। अब के भन्नु, घुमार चोकनिरै हो यो होइन। यहाँबाट चाहिँ अब हाम्रो सुरु हुन्छ है। अनि देख्न सक्नुहुन्छ साँखु चाहिँ। ट्रेल चाहिँ एउटा यता पनि थियो है। त्यो अघि हामी जुन आएको ठाउँबाट त्यसको यतापट्टि थियो, एक्लै भयो। अनि हल्का डर लाग्यो जस्तो भयो कि होइन, जङ्गलभित्र। त्यही हो। ल अब यहाँबाट हान्नु पर्ने हुन्छ केटा हो है। साइकल चाहिँ यहाँ छ। कडाई फ्रेम फेरिसकेको छु है। अब चाहिँ डेन्जर हान्नु पर्ने हुन्छ है त। ल केटा हो यो। आज फेरि एक्लै आएको छु है। केटाहरूको पनि साइकल बिग्रेर बसिरहेको छ। आऊ भनेको मैले, आज नजाने साइकल बिग्रिरहेछ भन्छ। ल त्यो केटा हो सेउ राइट है। खतरा हेर्नु पर्ने हुन्छ। यो चाहिँ फर्स्ट टाइम हो, हानेको छैन अहिलेसम्म। खतरा छ नि। लास्टै ठाउँको छ कि यो। हेट यो कडाई हेट सजिलै बनाएको रहेछ हौ अहिले त। यहाँ चाहिँ प्याक छ। कडा यो कडा कडा। अब त फेरि अर्को ठाउँमा जानेछौँ हामी। एउटा सहरको छोटो मिठो आज चाहिँ हाम्रो राइड चाहिँ है केटा हो। अब यहाँबाट माथि जानुपर्ने हुन्छ फेरि। त्यही हो। ल यो त केटा हो। अर्को चाहिँ यहाँबाट सुरु हुन्छ है हाम्रो। अब यहाँबाट कडाई हान्नु पर्ने हुन्छ केटा हो। उताबाट त पानी परेर आइरहेछ हौ पुरै। पानीले हान्ला जस्तै छ आज। अर्को चाहिँ यहाँबाट हो अब होइन। ल है त साथी हो। कहाँ हो ट्र्याक त? मैले त देखेन त हौ। यता रहेछ यता। हामी चाहिँ तल निस्किने हो क्या बाटोतिर। ओए कस्तो हो यो ट्र्याक त? हेट हेट कडै रहेछ यार। नयाँ ट्र्याक फेरि है। हानै छैन मैले यो ट्र्याकहरू चाहिँ। आज हानिदिउँ न त भनेर आइयो। ट्र्याक चिन्न गाह्रो पऱ्यो है केटा हो हामीलाई। कहाँ लजा यतैबाट हालिदिउँ भनेर चाहिँ आएको छौँ। तर यहाँ
कस्तो बाटो कहाँ हो कि यता हो फर्स्टचोटि आउनेलाई यस्तै हुन्छ कि खोइ त यतै हो 8 यो नाइस यहीँ आउनु खोजेको थियो अन टाइम हो तर कहाँ यो लकेडा हो बवाल है बवाल अब एकछिनमा भेट्नु पर्ने हुन्छ है त गाइस यतिखेर चाहिँ हामी साँखु आइपुगिसक्यौँ है अनि अघि हामी गएको चाहिँ यता माथितिर हो यो बिच हान्ने भन्ने प्लान थियो हाम्रो चाहिँ तर एक्लै भएर अब डर लागेर अलि हान्न सकिएन अनि पानीले पनि लखाट्यो कि फेरि पानी परिरहेको देख्न सक्नुहुन्छ है त्यही हो केटा हो आजको भिडियो चाहिँ यति नै भयो होइन भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला भिडियोलाई मन पर्यो भने चाहिँ लाइक कमेन्ट सेयर हान्न नभुल्नु होला होइन त्यही हो नेक्स्ट ब्लगमा भेट्नु पर्ने हुन्छ नेक्स्ट ब्लगको लागि चाहिँ बाई बाई है